भनेको थिएँ यहाँ कोठामा के गर्दै हुन्छ नि यहाँ सुतिरहेको म त होइन यतिखेर किन सुत्नु भएको दिउँसो माछ यहाँ आइज न हेर्न किन हो आमामा यो के गर्नु खोइ आमा राम 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 यो के गरेको नि यो कतिवटा आमा यो होइन पुसको जाडै लागेको तपाईँलाई ल है अब आमाले कतिवटा सिधेर बिगार्नु गर्नु पर्यो एउटा राम 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 आमा दुईटा आमामा तिनटा कसले ओडाइदिएको आफै आमा चारटा राम 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 पाँचवटा होइन सबै नाति नातिनाको आफ्नो सबैको ल्याउनु भयो पाँचवटा आमामा छवटा राम राम यस्तो जाडो हो कामा सातवटा ओड्ने ओड्ने के ज्वरो आयो क्या आमा तपाईँलाई त अनि ज्वरो पनि आएको होइन जाडै भएर त राम 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 लु चिया खानुपर्छ यस्तो पाराले हुँदैन आमामा यत्रो लुगा ओढेर यो बुढेसकालमा हेर हेर आमा लु 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 यहाँ अडेसा लागौँ यो चिया खाने बरु यस्तो चिया पकाइदिए बुहारी भन्नुपर्छ नि यो जाडो भयो भने यो के गर्ने यो कसले मिलाउने हेर त हेर आम्मामा यो भएन भोलिदेखि चाहिँ म यी लुगा सबै दोराजमा राख्ने बेला भइगयो नि राम 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 यो लु चिया यहाँ तातो पानी खाउँ हेर यो नभ्याएका बेला त नि लु यो तातो पानी आउनु भोलिदेखि बरु मलाई चिया पकाइदियो भन्नु कि यो यत्रो भद्रमा चाहिँ नगर्नु है आमा राम राम